अहिले हामी सगरमाथा बेस क्याम्पमा जानको लागि लुक्ला एयरपोर्टमा छौँ। लुक्ला एयरपोर्ट संसारकै सबैभन्दा डेन्जर एयरपोर्ट मध्येको एक हो, जो सोलुखुम्बु जिल्ला नेपालमा पर्दछ। यहाँबाट समुद्री सतहदेखि लगभग कति सय मिटरको उचाइमा रहेको लुक्ला एयरपोर्ट विश्वकै सबैभन्दा डेन्जर एयरपोर्टको रूपमा परिचित छ। यहाँबाट सगरमाथा बेस क्याम्पको लागि लगभग हामीले 20 दिनको यात्रा तय गर्ने भनेर ट्रेकिङ रुट बनाएका छौँ र आजैबाट हाम्रो एभरेस्ट बेस क्याम्पको यात्रा सुरु हुनेछ। लुक्लाको मौसम एकदमै सफा रहेको छ। यहाँबाट विभिन्न डेस्टिनेसनहरू पुरा गर्दै हामी लगभग 10 दिनमा एभरेस्ट बेस क्याम्प पुग्छौँ भन्ने यहाँका स्थानीयहरूको भनाइ सुनेका छौँ। यहाँ हेलिकप्टर तथा हवाईजहाजहरूको अवतरण र उडान सुन्दर देखिन्छ। यद्यपि यो विश्वकै खतरापूर्ण एयरपोर्ट हो। यहाँ प्रायःजसो शेर्पाहरूको वासस्थान रहेको छ। सुन्दर पताकाहरू, मन्दिरहरूको गुम्बाहरूको सुन्दरताले यहाँको छुट्टै मनमोहक दृश्य बनाएको छ। आज 5औं दिन लुक्ला एयरपोर्टबाट हामी लोबुचे आइपुगेका छौँ। लोबुचे हिमाल सुन्दर हिमाल हो। लोबुचे गाउँ सुन्दर गाउँ हो। अब यहाँबाट एक दिनको यात्रा गोरक्षेप हुनेछ भने दोस्रो दिनको यात्रा एभरेस्ट बेस क्याम्पको सम्पन्न हुनेछ। लोबुचे हिमालमा अहिले व्यापक हिमपात भइरहेको छ। समुद्री सतहदेखि लगभग 6000 मिटरको उचाइमा रहेको लोबुचे हिमाल सगरमाथा आरोहीहरूको ट्रेनिङ गर्ने एउटा छुट्टै हिमाल रहेको छ। सगरमाथा आरोहण गर्न आउने विभिन्न आरोहणकर्ताहरूले लोबुचे लगायतका हिमालहरूको आरोहण गरेर मात्रै सगरमाथाको आरोहण गर्ने गर्दछन्, किनभने यस्ता साना हिमालहरू आरोहण गर्दा एक्लामेटाइजेसनको समस्या हुँदैन भन्ने गरिन्छ र पर्वतारोहीहरूको आफ्नो एक्लामेटाइजेसनको क्यापासिटी पनि इन्क्रिज हुने हुन्छ भनिन्छ। लोबुचे हिमाल एकदमै सुन्दर छ। यद्यपि अहिले कुहिरो लागेर